अन्तत बालेन बन्दै ओलीको तगारो। बालेनको सम्भावित हेभी वेट मुभले राजनीति तात्यो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध उनकै निर्वाचन क्षेत्र झापाबाट चुनाव लड्न इच्छुक रहेको चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। बालेन निकट नेताहरूका अनुसार ओलीलाई उनकै गढमा पराजित नगरी चुनाव जितेको अनुभूति नहुने धारणा बालेनले बारम्बार व्यक्त गर्दै आइरहेका छन्। यद्यपि बालेनको मतदाता नामावली काठमाडौँ 2 सिना मङ्गलमा रहे पनि उनी देशव्यापी सन्देश दिने रणनीति सहित झापा जाने सम्भावना रहेको बताइन्छ। यसले फागुन 21 मा हुने आम निर्वाचनलाई केन्द्रमा राखेर नयाँ र वैकल्पिक शक्तिहरूको पुनर्संयोजन तीव्र बनाएको छ। ओली बालेन बीच गिरिबन्धु टी स्टेट प्रकरणदेखि सुकुम्बासी व्यवस्थापनसम्म लामो समयदेखि वैचारिक टकराव चल्दै आएको पृष्ठभूमिमा यस्तो सम्भावित भिडन्तले पुराना दलहरूलाई झस्काइदिएको छ। बालेनले भने हालसम्म आधिकारिक घोषणा गरेका छैनन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन बीच भएको लामो छलफलले भावी सहकार्यका ढोका खुला राखेको संकेत गरेको छ। दुवै पक्षले अहिले एक अर्कालाई बुझ्ने चरणमै रहेको बताएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यदि बालेनले झापाबाट उम्मेदवारी दिए भने त्यो हजुरबुवा भर्सेस नाति नतिनाको स्पष्ट जनमत परीक्षण हुनेछ, जहाँ परिणामले मात्र होइन सन्देशले पनि इतिहास लेख्न सक्छ। के बालेनले ओलीलाई उनकै गढमा टक्कर दिन सक्लान् त? तपाईको विचार कमेन्ट गर्नुहोला।